केही वर्षपछि विभिन्न साथीभाइहरू चाहिँ विद्युत प्राधिकरणमा आउनुभयो र लोड सेडिङ मैले मुक्त गरेँ भनिदिनुहोस्। द्याट वाज त्यो त के बनिसकेपछि उहाँहरू आउनुभयो त्यो जबमा, जसले नै बेलामा आइपुग्नु भयो। तर साँचो त्यो होइन नि। मेरो समयमा लोड सेडिङ 17 भर्खर उठेको थियो, 17 घन्टा थियो। 17 घन्टा लोड सेडिङ भएको बेलामा सधैँ चाहिँ मलाई चाहिँ उही एसएलसीका विद्यार्थीहरू पनि पढ्नको लागि चाहिँ टुकी बालेर पढिरहेछन्, हाम्रो पढाइ बिग्रियो भनेर पनि डेलिगेसन आउँथ्यो। कसरी सल्भ गर्ने होला भन्दा मैले 2-3टा कुरा गरेँ। एउटा मैले माथिल्लो तामाकोसी 456 मेगावाटको पैसा हाल्थेँ होइन, 36 अरबमा बन्छ भनेर प्रस्ताव ल्याएँ। हुन्छ भने मैले अहिले 90-79 अरब झन्डै गइसक्यो, 1 खरब गयो। यस्तो छ समयमा नबनाएपछि बढिहाल्छ। अब हाम्रो यो एटिच्युड छ। त्यस कारणले किन सरकारी काम चाहिँ हुँदैन भन्ने मैले तपाईँहरूलाई भने क्या। सरकार किन गर्न सक्दैन भन्दा द्याट इज द लिमिटेसन अफ द गभर्मेन्ट होइन, त्यसले टाइमली गर्दैन। दोस्रो माथिल्लो त्रिशुली 3 त्यति बेला मैले अलिकति अगाडि बढाएँ। तेस्रो पनि गरेँ त्यस बेला। त्यति सबै गर्दा पनि जम्मा नेपालमा के थियो भने तत्कालीन हाम्रो ट्रान्समिसन क्यापासिटी चाहिँ इन्डियाबाट हाम्रो कति ल्याउन सक्थ्यो विद्युत भनेको 120 मेगावाट थियो। त्यो पनि पुराना तार कि 20 मेगावाट त्यसले बोक्यो, म्याक्सिमम बोके 100। अनि त्यो पनि कस्तो रहेछ भने जोगबनीबाट विराटनगर जोडिएको छ, विराटनगरको सरप्लस इनकेस भयो भने झापा जाँदैन या चाहिँ सप्तरी आउँदैन, त्यो चाहिँ बिजुली एमसिसी अझै पहिले आउनुपर्ने रहेछ। अनि अब जनकपुरमा जोडिएको छ पारीबाट डल्केबर, त्यो उता पूर्व पनि जाँदैन, यता आउँदैन। रक्सोलबाट आएको बिरगन्जसम्म आउँछ, त्यो बचत भयो भने जनकपुर लान सकिँदैन। त्यस्तो खालको चाहिँ एउटा बलियो थियो के अरे मुजफ्फरपुर ढल्केबर। म भन्दैछु कि त्यसपछि मैले के गरेँ भने मैले नै अब सुरु गरेको मुजफ्फरपुर ढल्केबरको लागि, किनभने विद्युत बोक्ने हाइवे नभइकन त विद्युत त यो ट्रकमा हालेर ल्याउने चिज त होइन, वायरलेस हुँदैन। सबै नेताले भाषण गर्ने म चाहिँ इन्डियाबाट बिजुली ल्याउँछु। मैले विद्युत प्राधिकरणका त्यो जीवेन्द्र जहाज सहित त्यहाँ एमडी हुनुहुन्थ्यो, मलाई बोलाएर कति छ तिमीहरूको क्षमता भनेको जम्मा 120 मेगावाट छ। त्यो पनि अघि भने जस्तो छ, इन्टर देशभित्र एक ठाउँको अर्को ठाउँ बिजुली जाँदैन, सरप्लस भयो भने हामीसँग उपाय छैन। भनेपछि के गर्ने भनेपछि मैले ढल्केबर मुजफ्फरपुरलाई पैसा हालेँ, एडिबीसँग पैसा लिएर। र मैले त्यस बेला चाहिँ प्रणब मुखर्जी भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँसँग पनि कुरा गरेँ, आधा त पैसा बेहोरौँ न, मिलेर गरौँ भनेर। मैले उहाँले के ट्रान्समिसन हो दुबईलाई काम लाग्छ भनेर। तर उहाँले के भन्नुभयो मलाई, हो योर एक्सेलेन्सी दिस इज द बिजनेस प्रोजेक्ट, यु निड द इलेक्ट्रिसिटी यु हेभ टु पे भनेर जवाफ दिनुभयो। त्यसपछि अनि हामीले नि ल त्यसो भए उहाँहरू हाल्नुहुन्न भन्ने भएपछि हामीले हाल्यौँ। र आज